आज चाहिँ हामी यो गाडीमा चाहिँ टिप्लेर जाँदैछौँ गाइज होइन फन पार्कको लागि र बस पार्कबाट निस्किसक्यौँ हामी बस पार्कबाट निस्किसकेपछि एउटा दाइ चाहिँ मसँग रेस खोल्न खोज्दै हुनुहुन्छ है तर म एकदम शान्त ड्राइभर हो है म निस्काउन म भर्चुअल ड्राइभर होइन एकदम शान्त ड्राइभर हो है त्यसपछि हामी यहाँ बेलुकाको साँझमा एकदम ट्रकहरू भेट्छौँ जाममा होइन अगाडि झ्याप्पा ब्रेक हान्दै झन्डै चाहिँ नि यो ठोक्यो ठिकै छ केही छैन बिस्तारै जाँदै गरौँ त्यसपछि यो दामी यो जङ्गलको टर्निङ हुँदै चाहिँ नि मस्त मस्त साँझमा चाहिँ नि हुस्सो लागे जस्तो छ है त्यसपछि हामी हल्का तुफान कुदाउँछौँ तुफान कुदाउँदा चाहिँ फेरि प्यासेन्जरहरूले हल्का कडा भएर हल्का मैले स्लो गरिदिएँ त्यो पनि यो बर्खाको टाइममा चाहिँ गाडी कुदाउँदा गाडी चिप्लिने भएर चाहिँ मैले हल्का स्लो नै कुदाइरहेको छु गाइज होइन त्यो सबलाई उछिन्दैछु अब हामी जान्छौँ यो वान वे रोडमा पुगेको गाइज जब हामी चाहिँ वान वे रोडमा चाहिँ यो चाहिँ राम्रो छ भ्यूहरू होइन यो जङ्गलमा चाहिँ यसो जनावरहरू देखिन्छ कि भनेर मैले प्यासेन्जर रोकेँ त्यसपछि हामी सिधै पार्कको बाटो पुगेको गाइज मैले चाहिँ भ्लग धरेर बनाएन यहाँ स्किप गर्दै पार्कको गाडी पुगेपछि चाहिँ यहाँ पार्किङको टिकट काट्नुपर्छ गाइज होइन बसको पुरै 5,000 भन्दै थियो होइन डिस्कस पऱ्यो हल्का मैले गर्दा धेरै जाम पनि भइसक्यो सो म चाहिँ गाडी निकालेर गइहालेँ अब यहाँ पार्किङ खोज्न लौडा पऱ्यो गाइज है यो जङ्गलमा म धेरैचोटि आइसकेँ तर बसको यहाँ अहिले नयाँ बनाएर चेन्ज गरिरहेको छ होइन पार्किङ खोज्दैछु यो अगाडिको बस पनि पार्किङ खोज्दैछ खोज्दै त्यो लेफ्टतिर गयो म राइटतिर गयो म त अझै हराएको हराइ भयो होइन गाइज गइसकेपछि बल्ल पार्किङ भेटेँ मैले पार्किङमा बस त बिस्तारै पार्क गरौँ मस्त पार्क गरौँ हल्का यहाँ सस्पेन्सन फेरि इयरबस हो नि त दाजु इयरबस हो लचक देख्नुहुन्छ ल मेरो प्यान्टहरू सब निस्किसक्यो सबै भ्लगर होइन म पनि भ्लगर होइन मेरो पनि सब्सक्राइब गरिदिनु होला होइन यसो हेर्नु मेरो ड्रेस चाहिँ यस्तै हो त्यो घुमिसकेपछि हामी सबलाई लिएर जान्छौँ होइन सबलाई भोक लाग्यो भनेर सब घुमेर आइसक्यो अब हामी चाहिँ खाना खाने ठाउँमा जान्छौँ खाना खानबाट सिधै ब्याक टु बस पार्क